हेलो गाइज, एससी 2083 को रि को नतिजा प्रकाशन भएको छ र आजको भिडियोमा म तपाईहरुलाई चाहिँ एससी को रि को नतिजा कसरी हेर्न सकिन्छ मार्कसिट सहित भन्ने तरिका सिकाउँदै छु। तपाईहरुले पनि यस भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुभयो भने तपाईहरुले पनि आफ्नो एससी को रि को नतिजा मार्कसिट सहित हेर्न सक्नुहुनेछ है त। कसरी हेर्न सकिन्छ सबै कुरा सिकाउनको लागि तपाईहरुलाई म मोबाइल स्क्रिन शेयर गर्दै छु है त। ओके गाइज, अब तपाईहरुले चाहिँ एससी 2083 को रि को रिजल्ट हेर्नको लागि तपाईहरुले कुनै पनि एउटा ब्राउजरलाई चाहिँ ओपन गर्न सक्नुहुन्छ। यदि तपाईहरुसँग ल्यापटप अथवा कम्प्युटर छ भने कुनै पनि एउटा ब्राउजर ओपन गरेर हेर्न सक्नुहुन्छ है त। यसको लागि ब्राउजरलाई ओपन गर्ने, त्यसपछि तपाईहरुले यहाँनेर सर्चमा जाने, सर्चमा गएर तपाईहरु चाहिँ एससी रिजल्ट 2083 लेखेर सर्च गर्ने। त्यसपछि तपाईहरुले यहाँनेर विभिन्न अप्सनहरु चाहिँ देख्न सक्नुहुन्छ भने तपाईहरुले यहाँनेर चाहिँ यो एनटीसी को वेबसाइट देख्न सक्नुहुन्छ। तपाईहरु चाहिँ यहाँनेर चाहिँ sc.ntc.net.np भनेको यो एनटीसी को वेबसाइटले चाहिँ तपाईहरुले ओपन गर्नुपर्ने हुन्छ है त। र यसरी ओपन गरिसकेपछि तपाईहरुले यस्तो खालको इन्टरफेस चाहिँ देख्न सक्नुहुन्छ भने यहाँनेर फर्स्ट नै सिम्पल नम्बर राख्ने अप्सन देख्न सक्नुहुन्छ। यहाँनेर तपाईहरुले चाहिँ आफ्नो सिम्पल नम्बर राख्न सक्नुहुन्छ है त। यसरी सिम्पल नम्बर राखेर तपाईहरुले यहाँनेर चाहिँ यतापट्टि सर्च रिजल्टको अप्सनमा टच गर्नुभयो भने तपाईहरु यहाँनेर पास हुनुभएको छ कि फेल हुनुभएको छ, कति जीपीए आएको छ यहाँबाट तपाईहरुले हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ है त। र अब तपाईहरुले चाहिँ अब मार्कसिट सहित हेर्नको लागि चाहिँ यतापट्टि यो अप्सन देख्न सक्नुहुन्छ नि, यहाँनेर ग्रेड सिट भन्ने, यसमा चाहिँ टच गर्नु होला है त। यसमा टच गर्ने, त्यसपछि तपाईहरुले यहाँनेर आफ्नो सिम्पल नम्बर यसमा राख्ने है त। तपाईहरुले यहाँनेर चाहिँ आफ्नो सिम्पल नम्बर राख्नु होला। त्यसपछि यहाँनेर चाहिँ डेट अफ बर्थ भनेको छ, यसमा चाहिँ तपाईहरुले आफ्नो डेट अफ बर्थ राख्नु पर्ने हुन्छ। र यति गरिसकेपछि यतापट्टि यहाँनेर चाहिँ यो क्याप्चर देख्न सक्नुहुन्छ नि, यो क्याप्चर तपाईहरुले यहाँनेर चाहिँ इन्टर क्याप्चर कोड भनेको छ नि, यसमा जस्ताको तस्तै टाइप गर्नुपर्ने हुन्छ है त। यसरी तपाईहरुले जस्ताको तस्तै यहाँनेर टाइप गर्नुपर्ने हुन्छ। म पनि जस्ताको तस्तै टाइप गर्न गइरहेको छु, तपाईहरुले पनि जस्ताको तस्तै यहाँनेर टाइप गर्नु होला है त। यसरी टाइप गरिसकेपछि अब तपाईहरुले यहाँनेर चाहिँ यो सर्च रिजल्टको अप्सन टच गर्नुपर्ने हुन्छ है त। यसमा टच गर्दा बित्तिकै तपाईहरुको यहाँनेर मार्कसिट सहित तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँनेर चाहिँ कुन विषयमा कति आएको छ सबै कुरा यहाँनेर तपाईहरुले देख्न सक्नुहुन्छ। सम्पूर्ण डिटेलहरु चाहिँ यहाँबाट देख्न सक्नुहुन्छ र तपाईहरुले यसले चाहिँ सेभ गरेर पनि राख्न सक्नुहुन्छ र तपाईहरुले चाहिँ आवश्यक परेको ठाउँहरुमा चाहिँ प्रयोग गर्न पनि सक्नुहुन्छ है त। यसरी तपाईहरुले चाहिँ आफ्नो एससी को रि को रिजल्ट चाहिँ तपाईहरुले हेर्न सक्नुहुनेछ है त। र तपाईहरुले सम्पूर्ण कुराहरु अवश्य पनि बुझ्नुभयो होला भन्ने पूर्ण आशा गर्छु साथीहरु। र तपाईहरुलाई भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक कमेन्ट शेयर गरिदिनु होला। र यस्तै खालको नयाँ नयाँ भिडियोहरु सबैभन्दा पहिले हेर्नको लागि तपाईहरुले यस च्यानललाई सब्स्क्राइब गरेर छेउमा आएको बेल बटन अलमा टच गर्नु भन्दै आजको भिडियोबाट बिराउन चाहन्छु। हस्त, धन्यवाद।